छिरेश्वरनाथ नगरपालिका मध्य प्रदेश धनुषा। राज्यको पुनर्संरचना पश्चात स्थापित नेपालको तराईमा रहेका जिल्लाहरू मध्ये संघीय गणतन्त्र नेपालको मध्य प्रदेशमा अवस्थित धनुषा जिल्लाको छिरेश्वरनाथ नगरपालिका मिति 2081 वैशाख 25 गते नेपाल सरकारद्वारा घोषणा गरिएको 72 नगरपालिका मध्ये एक हो। धनुषा जिल्लाको उत्तरमा अवस्थित 50.85 वर्ग किलोमिटर क्षेत्रफल रहेको छिरेश्वरनाथ नगरपालिकामा साबिकको रमदैया भवाडी, हरिहरपुर, सखुवा, महेन्द्रनगर, दिगम्बरपुर र गोपालपुर गाउँ विकास समितिलाई समायोजन गरी गठन गरिएको छ। यो नगरपालिका आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हिसाबले विकसित नगरपालिकाको रूपमा चिनिन्छ। साबिकको 5 वटा गाविसलाई समायोजन तथा विभाजन गरी जम्मा हालको 10 वटा वाडा मार्फत नागरिकहरूलाई सेवा सुविधा प्रदान गर्दै आएको छ। यस नगरपालिकामा समायोजन गरिएको साबिकको 5 वटा गाविस मध्ये साबिक रमदैया भवाडी गाविसलाई विभाजन गरी हालको वाडा नम्बर 1 र वाडा नम्बर 2 बनाइएको छ भने साबिकको सखुवा महेन्द्रनगर गाविसलाई विभाजन गरी हालको वाडा नम्बर 3, 4, 5 र 6 बनाइएको छ। साबिकको हरिहरपुर गाविसलाई विभाजन गरी हालको वाडा नम्बर 7 बनाइएको छ। साबिकको दिगम्बरपुर गाविसलाई विभाजन गरी हालको वाडा नम्बर 8 र 9 बनाइएको छ। त्यस्तै साबिकको गोपालपुर गाविसलाई विभाजन गरी हालको वाडा नम्बर 10 बनाइएको छ। यस नगरपालिकाको भौगोलिक सिमाना पूर्वमा धनुषा धाम नगरपालिका र मिथिला बिहारी नगरपालिका, पश्चिममा बटेश्वर गाउँपालिका, उत्तरमा मिथिला नगरपालिका र दक्षिणमा लक्ष्मीनिया गाउँपालिका रहेको छ। कर्पूर गौरम करुणावतारम संसार सारम भुजगेन्द्रहारम। यस नगरपालिका अन्तर्गत प्रख्यात मन्दिर मध्येको छिरेश्वरनाथ महादेव मन्दिर रहेको छ, जसको नामबाट नै छिरेश्वरनाथ नगरपालिकाको नामाकरण गरिएको छ। त्रेता युगमा मिथिलाका राजा शिरध्वज जनकले राजधानी जनकपुर धामको चारै कुनामा महादेव मन्दिरको स्थापना गरेका थिए, जसमध्ये छिरेश्वरनाथ महादेव मन्दिरको स्थापना भएको हो। त्यस्तै यसै नगरपालिका अन्तर्गत रहेको दुधमती नदीको आफ्नै पौराणिक मान्यता रहेको छ। उगत भोरुकवा होइते भो धनुषाको छिरेश्वरनाथ नगरपालिका उद्गम स्थल रहेको यो नदीको उत्पत्ति त्रेता युगमै भएको मानिन्छ। माता सीतालाई दुध खुवाउने कोही नभएपछि पृथ्वी माताले नै कामधेनुलाई दुध खुवाउन आग्रह गरेपछि स्वयं कामधेनु माता उनलाई दुध खुवाउन धरतीमा अवतरण भएकी थिइन्। माता कामधेनुले आफ्नो स्तनबाट दुधको धारा बहाएपछि यो नदी बनेको मानिन्छ। त्यसैले यस नदीको नाम दुधमती रहन गएको हो। अधिकार सम्पन्न स्थानीय सरकारले मात्रै स्थानीय समस्याको सम्बोधन गर्न सक्छ भन्ने उद्देश्य सहित स्थानीय तह पुनर्संरचना गरेपछि गाउँ गाउँमा विकास समृद्धि अभियान र योजनाहरू अगाडि बढिरहेका छन्। स्थानीय तहको पुनर्संरचना सँगै सम्पन्न भएको स्थानीय तहको निर्वाचनले आम जनतामा उत्साहको सञ्चार मात्र गराएको छैनन्, गाउँ टोल र क्षेत्रको विकास निर्माणमा समेत सचेतता र क्रियाशीलता बढाएको छ। देशमा 3 तहको सरकार छ। निर्वाचनबाट स्थानीय, प्रदेश र संघीय तहमा पनि सरकार छन्। जनप्रतिनिधिहरूको उपस्थितिले स्थानीय नागरिकहरू आफ्नो अपेक्षा र समस्या राख्ने थलो पाएका छन्। आफ्नो क्षेत्रको विकासको लागि स्थानीय सरकारलाई सिधा भन्ने आँट र साहस पाएका छन्।
यसले स्थानीय जनप्रतिनिधिले पनि आफ्नो क्षेत्रमा विकास निर्माण प्रतिको सचेतता बढाएको छ। जनप्रतिनिधि र नागरिकको सचेतता र क्रियाशीलताले नै छिरेश्वरनाथ नगरपालिका विकासको गति प्राप्त गर्न थालेका छन्। स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित नगर प्रमुख सुखदेव यादव पदभार ग्रहण गर्न साथ विभिन्न 7 किसिमको सिफारिस निशुल्क गर्नुभयो, जस अनुसार नागरिकता, जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाइ सराई, घर बाटो र 4 किला प्रमाणित सिफारिस रहेको छ। जनताको जुन चाहना थियो त्यो अनुसार मैले चाहिँ केही सिफारिसहरू तपाईको मैले निशुल्क गरेको छु। किनभनेदेखि यस्तो सिफारिसहरूको आवश्यक जनतामा पर्छ र त्यो सिफारिस छुट गर्दाखेरि जनतालाई आफ्नो गोजीमै यो पैसा बस्छ। त्यसकारण डाइरेक्ट फाइदा हुने गरी मैले 7 वटा सिफारिस छुट गरेको छु। जन्म दर्ता, मृत्यु दर्ता, बसाइ सराई, 4 किला, घर बाटो, यो सबै तपाईँको मैले फ्री गरेको थिएँ, निशुल्क गरेको। किनभनेदेखि प्रत्येक घरको मान्छेलाई केही न केही सिफारिस लिन जानुपर्छ वार्डमा र त्यो पैसा कम्तीमा जनताको आफ्नो पकेटमा त बस्यो। त्यसकारण डाइरेक्ट फाइदा हुने गरी मैले यो काम गरेको छु। राजनीतिक, भौतिक र सांस्कृतिक हिसाबले छिरेश्वरनाथ नगरपालिकाको पहिचान नेपालमा दर्शाएको छ। स्थानीय तह निर्वाचन पछि भएको दृश्याङ्कनले छिरेश्वरनाथ नगरपालिकामा विकासको गति लिँदै गएको छ। अहिलेको मेयरको जुन 3 वर्षीय कार्यकाल अहिले जुन चलिरहेछ त्यसमा चाहिँ खास गरेर पालिकाको सन्दर्भमा भन्नुहुन्छ भने पालिकाको बजेट चाहिँ उनीहरूको खासै चल्न सकेको छैन। तर केन्द्रबाट आएका बजेटहरू, प्रदेशबाट मेयरले जुन समन्वय गरेर ल्याइरहेको बजेटहरू चाहिँ राम्रोसँग सञ्चालनमा छ। खास गरेर भन्नुहुन्छ भने विद्यालयको भवनहरू बनिरहेछ, यही समाजको लागि सभा हल बनिरहेछ, यही समाजको लागि बाटो जुन पक्की भन्दा पनि के भन्छ त्यसलाई पिच बाटो जुन भन्छ त्यो पिच बाटोको चाहिँ बजेटहरू पारेको छ। झन्डै अस्ति हामीले सुने अनुसार चाहिँ तपाईँको कति 45 करोड समथिङको एउटा ठुलो बाटो छ जुन तपाईँको 7, 5, 6, 4, 3, 1, 2 सबैलाई छुने गरी एउटा रिङ बाटो जस्तै बन्ने बजेट पनि पारेको छ। त्यसै गरी तपाईँको अन्य तपाईँको सानसानो बाटोहरू 1 किलोमिटर भन्ने जुन सानसानो बाटोहरू हुन्छ त्यो बाटोहरूलाई पनि पिचिङहरू गरेको, जस्तै रमदैयामा भयो, तपाईँको यहीँ छिरेश्वरमा हाम्रो 5 नम्बरमै भइरहेछ, अन्य वडाहरूमा पनि भइरहेछ। छिरेश्वरनाथ नगरपालिकाले नेपालको राजनीतिक र सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। छिरेश्वरनाथ नगरपालिकासँग हरेक राजनीतिक आन्दोलन र परिवर्तनहरू पनि लामो श्रृङ्खला जोडिएको छ। छिरेश्वरनाथ नगरपालिका स्थानीय सरकारको दोस्रो कार्यकालमा गरिब, असहाय र समाजमा पछि पारिएका नागरिकहरूको यथार्थलाई मनन गर्दै बगर खेती लगायतको परियोजनाहरू सञ्चालन गरी दलित, महिला, आदिवासी, जनजाति लगायत अल्पसंख्यक तथा सीमान्तकृत समुदायको विकास र उन्नतिलाई प्राथमिकता दिएको छ। बगर खेती से देखियो अब तरकारी उपजन रहली त तरकारी बेचबो कैलके, खेबो कैलके। अभी फेर मूंग खेती रहली के दाल के तो दाल सब अपना अपना के उपजेल के। यस छिरेश्वरनाथ नगरपालिका भित्र बन्दै गरेका गौरवपूर्ण पूर्वाधार र निर्माण आयोजनाहरू समेत यहाँको आम नागरिकहरूमा नै समर्पित छन्। नगरपालिकाको गौरवको योजनामा यहाँ बन्दै गरेको कोल्ड स्टोर, सडक बाटो, सडक सञ्जाल, सभा हल र विद्यालयको भवन जस्ता योजनाहरूले तीव्रता पाएपछि यहाँका आम नागरिकको मुहार पनि फेरिएको छ। विकासको बीजारोपण स्थानीय सरकारको गठनपछि मात्र देखिएको यस नगरपालिकामा बन्दै गरेको अन्य योजनाहरू यहाँका नागरिकहरूमा समर्पित गरिएको छ। नगर प्रमुख सुखदेव यादव: म चाहिँ तपाईको 79 मा आउँदाखेरि जति जनतालाई विकासको अनुभूति हुनुपर्ने त्यो अनुभूति भइरहेछ। किनभनेदेखि हामीले कालो पत्र गरिरहेछौँ, नालाहरू बनाइराखेका छु, बाटोघाटो जहाँ छ हिलो त्यहाँ म चाहिँ हिलो पुर्दैछु। अहिले चाहिँ शिक्षामा के अभाव छ त्यो पनि पूर्ति गर्दैछु। हामीले परिवर्तन त धेरै परिवर्तन भयो। जहाँ तपाईको जाने बाटो थिएन त्यहाँ मैले बाटो बनाएको छु। जहाँ तपाईको कालो पत्र नहुने ठाउँमा कालो पत्र गरेको छु, कहीँ ढलान गरेको छु।
हामीले त डाइरेक्ट जनताको विकासको अनुभूति हुने गरी अब कोल्ड स्टोरको तपाईँको कल्पना पनि थिएन। अहिले चाहिँ हाम्रो 10 करोडको कोल्ड स्टोर बनिरहेछ। सभा हल यहाँ बन्छ भनेदेखि 6 नम्बरको जनतालाई तपाईँको यो विश्वासै थिएन कि यो नगर प्रमुखले तपाईँको यहाँ एउटा यत्रो ठुलो सभा हल बनाउनेछ। तर मैले अहिले 11 करोडको सभा हल हाम्रो बनिरहेछ। तपाईँहरूले हेर्नुभएको हो, हाम्रो जनताले पनि हेरिरहेछ। अहिले चाहिँ तलबाट आइरहेछ। अब चाहिँ पुरा भएको छैन, यसैपालि पुरा हुँदैन, फेरि अर्को सालमा यो पुरा भइहाल्छ। यहाँका अधिकांश नागरिक कृषि पेसासँग आबद्ध छन्। दिनानुदिन कृषिमा हुँदै गएको विषायुक्त कारणले यहाँका मलिलो र उर्वर माटोलाई समयमा सिँचाइको पहुँच अभाव हुँदा किसानहरू वर्षेनी दुःख भोग्नु परेको थियो। तर वर्तमान नगरपालिका भित्र ठाउँ ठाउँमा कृषि बाटो निर्माण, सिँचाइ बोर्डिङ, सिँचाइ इनार र विद्युत युनिट पूर्ण रूपमा छुट लगायतका कामले यहाँका किसानहरूलाई सहज बनाएका छन्। वर्षको भन्नुहुन्छ हैन, अनि हाम्रो सरसर्तमा चाहिँ 2-3वटा कार्यक्रमहरू आएको थियो। अनि पालिकाबाट पनि एउटा कार्यक्रम हामीले दिएको थियो यस वर्ष। त्यसमा अब सरसर्तमा हाम्रो किसान सूचीकरण कार्यक्रम, त्यो अब लगभग हामी भुक्तानीतिर पुगिसकेका छौँ। कार्यक्रम सम्पन्न पनि लगभग भइसकेको छ। त्यो हामीले वार्ड नम्बर 7 मा, 6 मा अनि 8 मा 3वटा वार्डमा गरेका थियौँ। योभन्दा अगाडि वर्ष 9 अनि 10 वार्डमा कम्प्लिट गरिसकेका छौँ त्यो कार्यक्रम हामीले। त्यस्तै सरसर्तबाट तथ्याङ्क सङ्कलन गर्ने कार्यक्रम पनि आएको थियो। त्यसमा चाहिँ मैले आफै खटेर 7 नम्बर वार्डमा त्यो पनि कार्यक्रम 7 नम्बर वार्डको चाहिँ कम्प्लिट गरिसकेको छु त्यो काम पनि। अनि अब सरसर्ततिरको त कार्यक्रम यति मात्र थियो। अनि अब हाम्रो निसर्ततिरको हेर्नुहुन्छ भने बिउ बिसादी वितरण गऱ्यौँ हामीले यो वर्ष। अनि त्यसपछि सिँचाइ मिटर सिफारिस गर्छौँ हामीले। दिनकै भन्नुहुन्छ भने 4-5वटा लगभग कहिले त त्योभन्दा बढी पनि आउँछ हाम्रो त्यो शाखामा सिँचाइ मिटरको। अनि यो अहिले जुन गर्मी जति गर्मी बढ्छ हैन, त्यति सिँचाइ मिटर पनि सिफारिस धेरै नै हुन्छ हाम्रो पालिकामा। अनि त्यसपछि भयो मल खाद वितरण। मल खाद अब त्यो त अब समस्या नै छ, जति पुग्नुपर्ने त्यति पुगिरहेको छैन। हामीले पठाएको छौँ, सङ्घमा पनि पठाएको छौँ हामीले कि अलिक बढाएर दिनु भनेर। त्यही पनि हामीले जति हुन्छ त्यति छिटो चिठी आउँछ हैन हाम्रो सामग्रीबाट। अनि हामी त्यही दिन माइनोट गरेर अनि अर्को चिठी बनाएर हामीले उहाँ डिलरहरूलाई सबैलाई पेश गरिदिन्छौँ। त्यो काम पनि हाम्रो पालिकाबाट भइरहेछ। अनि त्यसपछि ट्याङ्की वितरण, त्यो अहिले चाहिँ प्रोसेसमा छौँ हैन। खरिद अब 1-2 दिनमा खरिद भएर त्यो पनि हामी अब छिटै वितरण गर्नेछौँ। त्यो कार्यक्रम पनि छिटै हुनेछ हाम्रो। अनि अब त्यो बगर खेती कार्यक्रम, बगर खेती भन्दाखेरि पनि हाम्रो त्यो 2टा, एउटा मानव कल्याण संस्था अनि श्रीश्वरनाथ नगरपालिकाको साझेदारीमा चाहिँ त्यो कार्यक्रमहरू भइरहेछ। त्यसमा चाहिँ हामीले अस्ति भर्खरै 3 नम्बर वार्डमा 3 पटक हामीले तालिम दिइसकेका छौँ कम्पोस्ट मल सम्बन्धी। अनि त्यसको लागि पनि हाम्रो जुन मतलब सामग्रीहरू पनि उहाँहरूलाई बिउ भयो, बोर्डिङ भयो, ट्याङ्की भयो, जडानको कुराहरू सबै हामी खरिद प्रक्रियामा पुगिसकेका छौँ। उहाँलाई पनि केही दिनमा हामी वितरण गर्नेछौँ। अनि अब अन्य काममा हेर्नुहुन्छ भनेखेरि सेवाग्राहीहरूलाई सल्लाह सुझाव दिने। कोही आउँछ हैन, अब कोही कसैको खेतबारीमा बिउहरूमा के समस्या हुन्छ भने उहाँहरू लिएर आउनुहुन्छ, उहाँहरूलाई हामीले केही सुझाव दिन्छौँ। अब विषादी छर्किने कि जैविक मलले हुन्छ कि माटो कस्तो छ के छ भन्ने सबै सुझावहरू दिन्छौँ। फिल्डमा पनि जान्छौँ, अनुगमन पनि गर्छौँ। त्यस्तै कामहरू चाहिँ भइरहेको छ अहिले हाम्रो पालिका। वर्षौंदेखि भोग्दै आएको सिँचाइको समस्यालाई यहाँका जनप्रतिनिधिले सहज बनाउन सफल भएको छ। कृषिमै अधिकांश नागरिक आश्रित रहेको बेला यहाँका किसानहरूको लागि आगामी योजना के रहेको छ? पुनः नगर प्रमुख यादव। यो किसानहरूको उपलब्धिको बारेमा र किसानहरूको चाहनाको बारेमा यसैमा म जोड्छु। किसानहरूले उपलब्ध गरेको सामानको भण्डारण गर्नको लागि कोल्ड स्टोर बनाउँदैछु र बजार व्यवस्थापनको लागि म यसै पालि गएको थिएँ काठमाडौँ, 2 दिन बसेर मैले आएको छु। बजार व्यवस्थापनको लागि 3 करोड रुपैयाँ हाम्रो आइसकेको हो। हामी बजार पनि व्यवस्थापन गर्ने हो र हामीले जनतालाई यस्तो सुखी बनाउन चाहन्छु, आफ्नो आत्मनिर्भर बनाउन चाहन्छु। किनभनेदेखि कम्तीमा 1 किसान र 1 बोर्डिङ मेरो अवधिभरिमा कम्तीमा 1 किसान 1 बोर्डिङ होस्, 1 किसान 1 घर 1 कल होस्,
भनेर मैले योजना राखेको छु। हाम्रो जनतामा केही निराश नआओस्, सबै जनतालाई मैले वादा गरेर आएको छु। यो नगर प्रमुख मैले पहिला नै वादा गरेको थिएँ कि हामी नगर प्रमुख बन्दाखेरि म किसानी गरेर आएको छु, किसानलाई दुःख बुझेर आएको छु, किसानलाई के आवश्यक छ मैले हेरेँ कि खाने पानीको अभाव छ। त्यसकारण एक घर एक जैसे कल हामी चाहिँ कम्तीमा धसाउन पाऊँ। केही मैले गरिसकेको गत साल पनि मैले 200-250 कल मैले धसाएँ। यसपालि पनि मैले योजना राखेको छु 200-250 जति कल म चाहिँ यसपालि पनि म धसाउँछु। र पम्पिङ सेटको कुरा पनि आयो। 30 लाखको पम्पिङ सेट गत साल पनि मैले धसाएको र यसपालिमा पनि लगभग चाहिँ 20 लाख जतिको पम्पिङ सेट धसाउँछु। कम्तीमा एक किसानको खेतमा एउटा बोरिङ हुनु पर्यो, अनि सिँचाइ हुन्छ। जब एकातिर हामी युनिट फ्री गरिदियो भनेदेखि अर्कोतिर त किसानको उपलब्धि हुनु पर्यो, उपज हुनु पर्यो। त्यो उपजको लागि यो सामानहरू हामी सोचेका छौँ र यो हामीले गरेर देखाउँछौँ। विगत दिनमा प्राकृतिक वर्षामा निहित किसानहरू वर्तमान नगरपालिकाबाट सिँचाइको सुविधा, कृषि युनिट, पूर्ण छुट लगायतको सुविधाले हर्षित भएका छन्। मेयर साहब विद्युत यूनिट जे फ्री केलकै, विद्युत यूनिट फ्री केलकै तो ये तो हमरा सबके बहुत नीक बात है। किसान के गांव है, किसान के खेती है, सब कुछ है। किसान के लागी तो मीटर जे मेयर साहब फ्री केलकै, कहलकै बोलू बिजली बिल जते लगते सब हम नगर से तिरब, ओहि के लागी तो बहुत नीक बात है। बहुत बढ़िया। एहि के लागी तो हम बहुत बधाई दै छियै मेयर साहब के। त्यस्तै सडक यातायातलाई विकास निर्माणको पहिलो पूर्वाधारको रूपमा लिइन्छ। सडक यातायातले नै विकास सम्भाव्यतालाई सुनिश्चित हुने आधार प्रदान गर्ने हुँदा सडकलाई विकासको पहिलो पूर्वाधार भनिएको हो। छिरेश्वरनाथ नगरपालिका मध्य प्रदेशको राजधानी जनकपुर धामको मुख्य द्वारको रूपमा पनि मानिन्छ। यसबारे नगर प्रमुख यादव: गत साल मैले भर्खरै यो चौकमा तपाईको अन्ध्यारो हुन्थ्यो, मैले चाहिँ सबैमा बत्ती लगाइदिएँ। अहिले पनि झिलिमिली देखा पर्छ हाम्रो चौक, महेन्द्र चौक। पहिला अन्ध्यारो थियो, त्यो चौकको अनुभव हुँदैन, जनताको अनुभूति छैन। किनभनेदेखि जहाँ अन्ध्यारो थियो चौक अहिले हेर्नुहोस् न, मान्छेले तपाईँको टिकटक बनाउन आउँछ कि त्यस्तो झिलिमिली बेलुकातिर बन्छ यो। र अहिले पनि हाम्रो तलतिरबाट सडक बत्ती चाहिँ जडान हुँदैछ। अहिले चाहिँ रमदैया चौकसम्म आइसकेको हो। अब चाहिँ तपाईँको मलाई लाग्छ कि अब योभन्दा अगाडि पनि आउँछ। हाम्रो चौकमा त हामी गरिसकेका छौँ। त्यो पुल्लादेखि हाम्रो चौकसम्म चाहिँ तपाईँको बत्ती बालिसकेका छौँ। र गेटको लागि कुरा गर्नुहुन्छ भने योभन्दा अगाडि हामी यसपालि किन चाहिँ गेट बनाउन सकेनौँ भनेदेखि उनीहरूले डिपिआरको मतलब के हुन्छ भनेदेखि जुन काम हामी गर्ने हो त्यो डिपिआर मात्रै गर्नुपर्छ। तर पूर्व मेयरले डिपिआर गराएर राखेको थियो, त्यसकारण यसपालि हामी डिपिआर गराउन सकेन। डिपिआर नभएर चाहिँ हाम्रो चाहिँ गेट बन्न सकेन। र दुईवटा अब 2 महिनामा भनौँ, अब ग्यारेन्टी त छैन, 2 महिना या 3 महिनामा भनौँ, हाम्रो तपाईँको 2वटा ओभरब्रिज बन्दैछ। टेन्डर लागिसकेको हो, ओभरब्रिजको टेन्डर लागेको हो। हामी एउटा सखोबा चौकमा ओभरब्रिज बनाउँछौँ, एउटा महिला विकास चौकमा ओभरब्रिज बनाउँछौँ। किनभने 2 ठाउँमा धेरै चाप छ जनताको। त्यहाँ चाहिँ छिरेश्वर मन्दिर छ, हाम्रो दर्शन गर्न श्रद्धालु भक्त चाहिँ जान मन्दिरमा जानको लागि अप्ठ्यारो पर्छ। त्यसकारण त्यहाँ पनि एउटा ओभरब्रिज हामी बनाउँदैछौँ। र सखुवा बजार जानको लागि मान्छेको भिड हुन्छ, त्यसकारण त्यहाँ पनि एउटा ओभरब्रिज बनाउने टेन्डर लागिसकेको हो। अब काम सुरु हुन्छ। छिरेश्वरनाथ नगरपालिकाको गल्ली गल्लीमा पक्की सडक निर्माण गर्ने स्थानीय सरकारको योजनाले स्थानीयहरूलाई स्थानीय सरकार महसुस भएको छ। कुनै बेला पैदल समेत हिँड्न नसक्ने स्थानमा पनि यहाँका जनप्रतिनिधिहरूले भौतिक पूर्वाधार क्षेत्रलाई बलियो बनाएपछि वर्षौंदेखि विकासविहीन रहेको छिरेश्वरनाथ नगरपालिका अहिले विकासको क्षेत्रमा
फड्को हानेको छ। यहाँ जनकपुर ढल्केवर सडक अन्तर्गत मुख्य बजारमा सौन्दर्यकरणको काम भएको छ भने यस नगरपालिकाको मुख्य सडकहरूमा कालोपत्र र गाउँ बस्तीको गल्ली गल्लीमा पक्की सडक निर्माण गर्ने लक्ष्यले जनप्रतिनिधिहरूको लगनशीलता पनि दर्शाएकै हो। भौगोलिक हिसाबले समतल रहेको छिरेश्वरनाथ नगरपालिकामा वर्तमान मुख्य सडकहरू कालोपत्र, शाखा सडकहरूमा पिसिसी, आरसिसी ढलान, बाँकी सडकको काम क्रमबद्ध रूपमा अगाडि बढिरहेको नगर प्रमुख यादव। विकास त तीव्र गतिमा भइरहेछ। विकास भनेको तीव्र गतिमा मेरो भइरहेछ। अब सडकको कुरा जोड्नुहुन्छ भनेदेखि रमदैयामा 2.5 किलोमिटर कालोपत्र भएको होइन। अहिले चाहिँ चौकीटोलमा 1 किलोमिटर कालोपत्र भएको छैन। वार्ड नम्बर 7 मा हाम्रो 10 नम्बर वार्डमा तपाईँको 1 किलोमिटर कालोपत्र भएको हो र अर्को रोड तपाईँको 2 किलोमिटर कालोपत्र हुँदैछ। त्यो बेस गिरिसकेको छ। यही अब चाहिँ हाम्रो सखुवा जाने बाटोमा तपाईँहरूले पनि हेर्नु भएको होला कि हाम्रो बाटो बन्दैछ। जति अधुरा उसले छोडेको हो त्यो काम म चाहिँ पुरा गर्छु र हाम्रो काम चल्दैछ। हाम्रो नगरपालिका भवन जाने बाटोमा तपाईँको सडक थिएन। हामी अहिले चाहिँ कोसिस गर्दैछु। हामी चाहिँ त्यो ग्रेडर चलेको हो। अब हामी चाहिँ कति फिट लिने हो, 30 फिटको चाहिँ हामी बाटो 18 फिटको बाटो हो। त्यो बाटोलाई हामी चाहिँ 30 फिट गर्दैछु। किनभने नगरपालिका भवन जाने बाटो हो, अलिकता फराकिलो गर्नुपर्छ, 2वटा गाडी चल्नु पर्यो। त्यसकारण मैले चाहिँ त्यो बाटोलाई फराकिलो गर्दैछु। शिक्षा मानिसको जीवनको ज्योति मानिन्छ। शिक्षाले मानिसलाई अज्ञानताको अन्धकारबाट निकालेर ज्ञानको प्रकाशमा ल्याउँछ। यो धनुषा जिल्लाको 18वटा पालिकाहरूमध्ये एउटा असल अभ्यास र सुशासनको क्षेत्रमा अगाडि बढिरहेको एउटा पालिका हो। यस पालिकामा शिक्षा क्षेत्र अन्तर्गत चाहिँ विभिन्न सामुदायिक, शैक्षिक गुठी र निजी संस्थागत विद्यालयहरू सञ्चालनमा रहेका छन्। यसरी हेर्दाखेरि हाम्रो सामुदायिक सार्वजनिक विद्यालयहरूतर्फ 20वटा सामुदायिक सार्वजनिक विद्यालयहरू सञ्चालनमा छन् भने त्यस्तै गरी धार्मिक अनुदान प्राप्त विद्यालयहरू 4वटा र बाँकी अन्य संस्थागत विद्यालयहरू सञ्चालनमा रहेका छन्। यस अन्तर्गत चाहिँ बालबालिकाहरूलाई शिक्षामा गुणस्तर पुर्याउनुपर्छ भन्ने हिसाबले नगरपालिकाले वार्षिक नित्यता कार्यक्रममा विभिन्न खालका कार्यक्रमहरू, शैक्षिक सुधारका विभिन्न कार्यक्रमहरू राखेर आफ्ना कार्यक्रमहरू अगाडि बढाउँदै आएको छ। नगरसभाबाट म्यान्डेट प्राप्त गरेका, नगरसभाले विनियोजन गरेका विभिन्न कार्यक्रमहरू चाहिँ शाखागत रूपमा छुटिएका हुन्छन्। ती कार्यक्रमहरू सञ्चालन गरेर नगरपालिकाले को शिक्षा शाखाले चाहिँ आफ्नो शाखागत कार्य सम्पादन गर्दै आएको छ भने नेपाल सरकार तथा प्रदेश सरकारबाट विनियोजन भएका विभिन्न बजेट तथा कार्यक्रम अन्तर्गत रहेर पनि विभिन्न खालका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। र यसरी नगरपालिकाले शिक्षा क्षेत्रमा गरेका कार्यहरूको सन्दर्भमा चर्चा गर्नुपर्दा चाहिँ नगरपालिकाको नगरसभाबाट विनियोजित कार्यक्रम अनुसार नगरपालिकाभित्र सञ्चालनमा रहेका विभिन्न सामुदायिक विद्यालयहरूमा चाहिँ आधारभूत भौतिक पूर्वाधारहरूको विकास गर्ने, त्यस्तै गरी विद्यालयमा आवश्यकता अनुसारका विभिन्न सामग्रीहरू प्रदान गर्ने, त्यस्तै गरी शिक्षकहरूको क्षमता विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने लगायतका कार्यक्रमहरू चाहिँ चालु आर्थिक वर्षमा राखिएका थिए र त्यो अनुसार चाहिँ सञ्चालन हुने क्रममा रहेका धेरै कार्यक्रमहरू चाहिँ पुरा हुने अवस्थामा छन्। जसरी अन्धकार हटाउन दियो चाहिन्छ, त्यसै जीवनमा अज्ञान हटाउन शिक्षा आवश्यक हुन्छ। छिरेश्वरनाथ नगरपालिकाको वर्तमान शिक्षाको अवस्थाबारे नगर प्रमुख यादव। हामी शिक्षामा पनि हाम्रो उन्नति भइरहेछ, तरङ्ग फैलिरहेको छ। यस्तो उन्नति भइरहेछ जुन काम अहिले पनि अरू पालिकाले गरेको छैन त्यो कामहरू म गर्दैछु। अहिले गर्मीको समयमा विद्यार्थीहरूलाई गर्मी महसुस नहोस्
बच्चाहरूको फेन्ट नहोस् यो चाहिँ तपाईको अहिले चाहिँ हामी सबै हाम्रो चाहिँ यो पालिकाभित्रमा मोटामोटी 20 वटा सामुदायिक स्कुल छ, 4 वटा तपाईको मदरसा छ, जम्मा मिलाएर 24 वटा सामुदायिक स्कुल छ म कहाँ यो छिरेश्वरनाथ नगरपालिका 10 वार्डमा। त्यो सबै स्कुलमा म जुन स्कुलमा जति आवश्यकता छ कुनै स्कुलमा 10 वटा पंखा, 20 वटा पंखा, 25 वटा पंखा म सबै जति स्कुल छ त्यो सबै स्कुलमा म पंखा लगाइसकेको छु र बच्चाहरूलाई गर्मीको अनुभूति नहोस्, गर्मी महसुस नहोस् भनेर बच्चाहरूलाई मैले चाहिँ पंखा लगाइरहेका छु। आउन बित्तिकै मैले सबै स्कुल निरीक्षण गरेँ, जहाँ जहाँ तपाईको डेस्क बेन्चको कमी कमजोरी थियो त्यहाँ मैले सबै स्कुलमा डेस्क बेन्च पुर्याएको छु। भवनको जुन स्कुलमा भवनको अभाव थियो, हाम्रो दिगम्बरपुरमा भवनको अभाव थियो, त्यहाँ गत साल मैले चाहिँ तपाईको 45 लाखको जति चाहिँ मैले भवन बनाएको छु र यसपालि हाम्रो 7 करोडको दुर्गा प्रावि बनाउँदैछु र अहिले शिलान्यास गरेकै मलाई 1.5 महिना भयो शिलान्यास गरेको 75 लाखको स्कुल अहिले हाम्रो पकडियामा बन्दैछ। शिक्षामा पनि मैले गरेको र प्रत्येक दिन म पनि शिक्षा शाखालाई लिएर प्रत्येक स्कुलमा म गइरहेको छु र विद्यार्थीसँग पनि म कुरा गर्छु, तिमीहरूलाई के चाहियो, के सामान छैन, के कमी छ, त्यो कुरा म पूर्ति गर्छु। छिरेश्वरनाथ नगरपालिकाको विभिन्न वार्डमा रहेको विद्यालयहरूको अवस्था विगतको भन्दा सुधार देखिएको छ। विद्यालयको स्तरोन्नतिदेखि भौतिक पूर्वाधार निर्माणको लागि छिरेश्वरनाथ नगरपालिकाका जनप्रतिनिधिहरू अर्थक प्रयास गर्दै आएका छन्। राजनीतिक उतार चढावले जर्जर भएको यहाँको शैक्षिक अवस्था स्थानीय तहको पुनर्संरचनापछि पुनः जागृत भएको छ। शिक्षामा वर्षेनी दिने बजेटले यहाँको अल्पसंख्यक, दलित, निमुखा, गरिब, विपन्न समुदायको बालबालिकाहरूको पहुँच पनि सहज बनाएको छ। नेपालका बहुसंख्यक जनताले अझ पनि गुणस्तरीय स्वास्थ्य शिक्षा पाउन सकेको छैनन्। छिरेश्वरनाथ नगरपालिकामा पनि स्वास्थ्य सेवा प्रवाहमा विभिन्न समस्याहरू छन्। विभिन्न वार्डमा स्वास्थ्य चौकीहरू रहेको छिरेश्वरनाथ नगरपालिकाले स्वास्थ्य सेवा प्रवाहलाई चुस्त र व्यवस्थित बनाउन विभिन्न कार्यहरू गरिरहेको छ। स्वास्थ्य शाखा प्रमुख रामबहादुर यादव, यहाँबाट हामीले अहिले 10 वटा वार्डमा हामीले पूर्ण खोप सुनिश्चितता भन्ने हाम्रो हरेक साल दिगोपनाको कार्यक्रमहरू हामीसँग भइरहेका छन्, जसमा हामीले प्रत्येक वार्डमा गएर हामीले स्वास्थ्य संस्था व्यवस्थापन समिति र त्यहाँका स्वास्थ्य कर्मी साथीहरूलाई र महिला स्वास्थ्य स्वयंसेवका लगाएर व्यापक रूपमा हामीले त्यहाँ सबैलाई सहभागी गराई खोपको बारेमा सुनिश्चितता तथा बीसीजीदेखि लिएर जुन तपाईको पूर्ण खोपसम्म हुने MR2 सम्मको हामीले जुन खोपहरू पाउने गरेका छन् त्यो खोपको बारेमा पनि हामीले सुनिश्चितता गरेका छौं र यस नगरपालिकामा हामीले अहिलेसम्म हाम्रो एउटा पनि बालबालिका खोपबाट वञ्चित नभएको भनेर हामीले प्रत्येक वडाबाट हामीले प्रमाणीकरण भइसकेका छन् र यही प्रमाणीकरणको आधारमा हामीले यसै असार महिनाको 9 गते हामीले छिरेश्वरनाथ नगरपालिका को पूर्ण खोप सुनिश्चितता भन्ने पनि प्रमाणीकरणको लागि हामीले एउटा भेला बोलाएका छौं, जसबाट हाम्रो पालिका पूर्ण खोप सुनिश्चितता भएको भनेर हामीले एउटा समारोहको रूपमा हामीले महिला स्वास्थ्य स्वयंसेवका लिएर स्वास्थ्यकर्मी र वडाध्यक्षज्यूहरूलाई पनि हामीले आमन्त्रण गरेका छौं र सो दिन हामीले छिरेश्वरनाथ नगरपालिकामा पूर्ण खोप सुनिश्चितता भन्ने पनि हाम्रो कार्यक्रम सम्पन्न हुनेछन्। साथै यस नगरपालिकाबाट हामीले हाम्रो जुन निशर्तबाट भएका केही पैसाहरूबाट हामीले औषधि ढुवानीदेखि लिएर हामीले आमा समूहहरूलाई अभिमुखीकरण गर्ने र आमा समूहहरूबाट जुन खोपदेखि लिएर परिवार नियोजन सेवा र अन्य सेवाको बारेमा आमा समूहमा हामीले व्यापक रूपमा हामी चर्चा गर्छौं। त्यस्तै हामीले सुनौलो 1000 दिनको कार्यक्रम पनि हामीसँग छन्, जुन कार्यक्रम अन्तर्गत हामीले करिब 500 महिलाहरूलाई, गर्भवती महिला
र सुत्केरी महिलाहरूलाई हामीले पोषणको बारेमा हामीले खानपानको बारेमा पनि हामीले के अरे ओरिएन्टेसन हामीले गरिरहेका छौँ, जसबाट के अरे यहाँका आमाहरूले गर्भवती हुँदाखेरि के खानुपर्छन्, कतिको मात्रामा हामीले खानुपर्छन्, आमाको दुध कति महिनासम्म खुवाउनु पर्छन् इत्यादि कुराको सन्देश हामीले जनसमुदायमा हामीले प्रभावित गरिरहेका छौँ। त्यो प्रभावले गर्दाखेरि आमाहरूको मातृ मृत्यु दर, शिशु मृत्यु दर कम हुने हामीले अपेक्षा लिएका छौँ। साथै यस नगरपालिकाबाट डेङ्गु रोग नियन्त्रणको लागि पनि हामीले विभिन्न कार्यक्रमहरू हामीले सञ्चालन गरिरहेका छौँ। स्वास्थ्यकर्मीबाट स्वास्थ्य शिक्षा दिने स्वास्थ्यकर्मीबाट विद्यालयहरूमा कक्षा सञ्चालन गर्ने र हामीले डेङ्गु रोगको बारेमा जनचेतना फैलाउने, जनसमुदायमा जनचेतना फैलाउने पनि कार्यक्रमहरू हामी गरिरहेका छौँ। छिरेश्वरनाथ नगरपालिका महिला, दलित लगायत अल्पसंख्यक तथा सीमान्तकृत समुदायको उत्थानका लागि नगर कार्य योजनाको पहिलो प्राथमिकतामा रहेको छ। नगरपालिकाले समाजमा पछि परेका वा पारिएका समुदायको उत्थानबाट नै नगर विकासको आधार तयार पार्दैछ। विकासमा राजनीति भन्दा स्थानीय जनप्रतिनिधिले नागरिकलाई दिने सक्नु विकासलाई नै मूल्याङ्कन गरिन्छ। यहाँका जनप्रतिनिधिहरू पनि विकासलाई नै प्राथमिकतामा राखेको छ। दलित बस्ती, अल्पसंख्यक बस्तीमा स्थानीय सरकारको प्राथमिकताले पनि उनीहरूले बल्ल सरकार भएको हेर्न पाएका छन्। शाखामा एउटा परिचय पत्र वितरण, आपाङ्ग परिचय पत्र वितरण हुन्छ हैन, अनि त्यसपछि ज्येष्ठ नागरिक परिचय पत्र वितरण जुन रेगुलर सबै ठाउँमा हुन्छ। अनि त्यसपछि एक्स्ट्रा काम यहाँ जुन हाम्रो छिरेश्वरनाथ नगरपालिकाले दिएको छ महिला तथा बालबालिका शाखालाई, त्यो भनेको यहाँबाट अन्तिम संस्कार को खर्च भत्ता दिन्छ यहाँ 10,000। अनि त्यसपछि मोतियाबिन्दुको अपरेसन गरे बापत 5,000 व्यक्तिलाई त्यो अपरेसन खर्च बापत दिने गर्दछ। अनि त्यसपछि कुनै महिला यदि गर्भवती भएमा उसलाई एकपल्टको लागि 1800 रुपियाँ पोषणको लागि पोषण सामग्री खानको लागि दिइन्छ। त्यो चाहिँ एक्स्ट्रामा भइरहेको छ, यो कन्टिन्यू हामी गरिरहेछौँ। संघीय सरकारको उपेक्षामा पर्दै आएका यी समुदायलाई राज्यको मूलधारमा ल्याउनको लागि यहाँका जनप्रतिनिधिहरू प्रयासरत छन्। वडा अध्यक्ष विनोद प्रसाद गुप्ता: हामीहरूको नगरपालिकामा बगर खेती हाम्रो 3 नम्बर वाडा र 9 नम्बर वाडामा चलिरहेको छ र गरिब निवारणको लागि हाम्रो नगरपालिकाबाट विभिन्न किसिमको तालिम गोष्ठीहरू हुन्छ, जस्तै सिलाइ कटाइ, गुडिया बनाउने, ब्युटी पार्लर तालिम। त्यसपछि हामीले गरिबहरूको उत्थानको लागि पनि महिलाहरू जनजागरणको लागि पनि तालिम गरेछौँ। त्यस्तो तालिमहरू नगरपालिकाबाट पनि हुन्छ र हाम्रो वडा कार्यालयहरूबाट पनि गरिरहेको छु र हाम्रो एनजिओहरूबाट पनि सहकर्मी गरेर बनाइरहेको छ। हुन त सबभन्दा पिछडेको हाम्रो दलित समुदाय छ, गरिब भनेको, र अरू पनि छ, तर सबभन्दा बढी चाहिँ पिछडेको दलितमै छ। त त्यसका लागि दलितका लागि पनि हाम्रो नगरपालिकाबाट कार्यक्रमहरू गराइरहेको छ, सङ्घ सरकारबाट पनि भइरहेछ। र अहिले भर्खरै हाम्रो नगरपालिकाबाट त्यो गरिब भन्ने एउटा कार्ड, जो अति गरिब, मध्यम गरिब र सामान्य गरिब भनेर कार्ड पनि वितरण गरिरहेछ। सायद मलाई लाग्छ त्यो कार्ड वितरण गर्ने उद्देश्य त्यही होला कि गरिबहरूलाई केही गर्नु पर्दाखेरि त्यो कार्ड मार्फत गर्दाखेरि गरिबहरूले मात्रै पाउने हुन्छ। नभए हाम्रो के चलन छ हाम्रो समाजमा भने, गरिब नभए पनि कुनै समाज यदि कुनै सामान पनि माथिबाट सङ्घ सरकारबाट या हाम्रो नगरपालिकाबाट वा प्रदेश सरकारबाट आउँछ गरिबको लागि भनेर, सबै म पनि गरिब हुँ, म पनि जनता हुँ, मलाई पनि चाहियो भनेर धेरै हामीलाई अप्ठ्यारो हुन्छ। त्यस कारणले सङ्घ सरकारले यो गरिरहेकोमा हामी सङ्घ सरकारलाई धेरै धन्यवाद दिइरहेको छु कि यो कार्ड गर्यो। तर कार्डमा पनि अहिले पनि जुन कार्डहरू बाँटिरहेछ नि, त्यसमा धेरै हाम्रो गरिबहरू छुटिरहेछ। त्यस कारणले यसलाई पुनः फेरि एकीकरण गरेर, फेरि गणना गरेर, फेरि यसको रिपोर्ट लिएर अझै जो छुटेको छ तिनीहरूलाई पनि कार्ड पाउनुपर्ने भन्ने मेरो आशा छ। स्पष्ट दृष्टिकोण, उक्त दृष्टिकोणको योजना निर्माण र त्यस योजनालाई कार्यान्वयन गर्न इमान्दारिताले नै कुनै पनि कार्य सफलतासम्म पुग्छ। यो कार्यपद्धति र सिद्धान्तलाई छिरेश्वरनाथ नगरपालिकाले कार्यान्वयन गर्ने प्रयास गरिरहेको छ। भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, बजारीकरण, सुरक्षालाई प्राथमिकतामा राखेर छिरेश्वरनाथ नगरपालिका जनप्रतिनिधिहरू आफ्नो वाचाप्रति अडिग छन्।
छिरेश्वरनाथ नगरपालिकासँग राजनीतिक सङ्घर्षको विरासत छ, कृषिको प्रचुर सम्भावना छ, धर्म संस्कृति र रीतिरिवाजहरूको प्रचुरता छ। यहाँका जनप्रतिनिधिहरूले बोकेको परिकल्पना स्थानीय सरकारको हैसियतले देखिएको बाटो र देखेका सपनाहरू पूरा गर्न यहाँका कर्मचारी, जनप्रतिनिधि र आम नागरिकले काँधमा काँध मिलाएर गए सपना पूरा हुने निश्चित छ।